एमआरटी मल्टिपर्पज पर्माकल्चर एग्रो फार्ममा प्रोप्राइटर कविजी हुनुहुन्छ। यो हाम्रो सुन्तला त्यहाँनिर नेपालमा के गरिरहेको छ भन्नेहरूको लागि मैले केही गर्नै पर्छ भनेर चाहिँ एग्रिकल्चरको चाहिँ वारमा रमा सामेल हुनुलाई चाहिँ अझ उनीहरूको भन्दा चाहिँ हाम्रो अझ के भन्छ प्रतिष्ठा अलि नपुग्ने टाइपको पैसाले पेल्नु पर्ने टाइपको भएर चाहिँ हामीले यहाँ अर्को रको चाहिँ उत्पादन गर्दैछ। यो वाटरमेलनको चाहिँ उ भएन राम्रो भएको थियो नि त्यो पुरानोवाला झ्याल अहिले लगाएको छौँ। वाटरमेलन पनि हामीसँग ड्रागन फ्रुट पनि छ। छोड्दै थियो माथि काटा होला। यहाँनिर पिपलको बिरुवा पनि हामीसँग छ। हामीले चाहिँ गाउँको बिचमा लिएर गएर पिपल लगाउँछौँ बिचमा। भाइ तैँले यहाँ खत्तम गरेछस् नि माथि मात्रै बढाउनु हुने सब जस्तो हानिदिएको। अरू भाइले यहाँको सबै हाँगाहरू चाहिँ जस्तो हान्दिनु भएछ। हाम्रो फुजी स्याउ पनि छ हौ। तलबाट गाड्ने कि माथिबाट गाड्ने त? तलबाट गाड्ने। कहाँ गाड्नुलाई? एक ठाउँतिर गाडिदिइराख्नु पर्यो। उल्टो गाडेर त हुन्छ त टाउको गाडेर सब मुना हालिरहेको छ। बिरुवा बर पनि छ हामीसँग। त्यो चाहिँ सरसफाइ अहिले गर्नको लागि भन्दा नि अलिक मौसम चेन्ज हुँदैछ त्यही भएर नभ्याएको हो। दौडा दौडीमा हेर्नुहोस् रुख यत्रो छ। यसमा चाहिँ फुल हेलेर फल लाग्छ। यो विभिन्न जातका घाँसहरू हामीसँग छ। त्यहीँ गाड्दै हाल्यो होला। यो पनि ड्रागन फ्रुट हो। मेरो मरिच अलिअलि। अस्तिको साग चाहिँ यो बिउको लागि राखेको साग रायोको साग अर्ग्यानिक तरिकाले हो। हाम्रो विषादी प्रयोग हुँदैन। चाहिँ फुलेको हाम्रो चाहिँ यहाँ फाइटरहरू चाहिँ यस्ता हो। हाम्रो फार्ममा फाइटरहरू तपाईँहरूको बारीतिर यस्तो फाइटरहरू भेट्न धेरै गाह्रो पर्छ। हामीसँग चाहिँ यो लाई किरा पनि छ। त्यो साथसाथै त्यो लाई किरा खानको लागि चाहिँ हामीसँग चाहिँ यो अर्ग्यानिक फाइटर यो टिकावाला किरा चाहिँ हामीले पालेको जतिको हामी बिछादीहरू हाल्दैनौँ। यस्तो किराहरू चाहिँ टन्न हुन्छ हामीसँग। हामीसँग त फाइटर छ नि त। फाइटर लागिरहनु भयो। फुल छ यहाँनिर अर्कोबारे खोर्सानीको। कसले टेकेको यार खतम भएर छ। अर्कोबारे खोर्सानीको बिउ पनि उम्रिँदैछ। हामी कोकोपिट भन्ने हामीसँग हुँदैन। हामी गर्दैनौँ। अर्ग्यानिक तरिकाले हो सबै। एमआरटी मल्टिपर्पज पर्माकल्चर एग्रो फार्म त्रिपुरा सुन्दरी एक निबु कवि तिमल सिन्हा। कुन चाहिँ फुल खेलेको अरे भाइ? यसले पनि हो। बाप आगेल भने के रे भाइ अस्तिको डायलग ये सब बाप के नाम पे है भन्ने वाला भन् त।
अपने नामै हुँदैन बेच के लोन लिया बात करेंगे रे पापा। गाजर रहेछ गाजर लोकल गोलभेडा पनि छ होइन 6 महिना 3 पातेको हाँगे हालेर बिरुवा नबढे हो कि भनेर हेर्दै छु। छ 3 पातेको हाँगा चारै पाते छ यो टनलमा चाहिँ गोड्नु भ्याइएन छ यार आज अचार व्यवस्था हानौँ नि त कुटुलको साग दाल हुन्छ भ्याउने चाहिँ कसले हो टिप्नलाई कसले भ्याउने ए म कुटुलको साग टिपेर बस्ने अब अरू काम चाहिँ हामी चाहिँ अहिले लोकल गोलभेडा टिप्दैछौँ पाक्दैछ जाँदैछ के गर्नु सबै ब्रोइलर गोलभेडा मात्रै खोज्छन् केही भन्दिनँ म कोही भिडियो बनाएर देखाइदिन सक्छु केलाई पुरेछ भाइ ल ल लागि पर्नुहोस् सर अहिले गर्न सक्यो भने भोलि पर्सि सन्तला फल्छ सन्तला भनेर अस्ति मित बाउले सन्तलाको बिउ चाहियो रे यसपाला पनि जिरालाई फेरि लाग्यो यही तोरी लाग्यो रे रोग पानी बढी भयो त्यो बगरमा लिएर गएर लाउनु पर्छ क्या हो सुक्खा ठाउँमा तोरी धनिया भने कम फल्ने म चाहिँ गोलभेडा टिप्नमा व्यस्त छु हाम्रो भिडियो अहिले 7 मिनेटको भयो छ केही भन्नुपर्ने छ त भाइ केही थाहा छैन हुन्छ नि मलाई पनि आउँदैन क्या साथ दिनु पर्यो नि बोल्नलाई सुधु साथ दिँदैन भाइ ऊ त्यो भाइ त्यो त्यहीँ छोड ऊ त्यो सन्तलाको बोटको लेन स्मेल छ त्यसपछि हालिदिए यतै यहाँ भटाभट खल्तीमा जाँदैछ